हाम्रो क्वेसन चाहिँ के रहेको छ भन्दाखेरि ROE wants a soap. She recorded daily temperature and sales on 13 July. Temperature is equal to 15 degrees Celsius. Sales is equal to rupees 32,000. Mark this on the scattered plot. Which type of correlation does the plot show? First, positive, negative, and no correlations. Here, already the question has given a graph, हैन ग्राफ अलरेडी दिएको छ, यहाँ प्लटहरु पनि अलरेडी गरेको छ, केही प्लटहरु गरिसकेको छ र हामीलाई एउटा प्लट गर्नु भनेको छ। धेरै भने छन्, जस्ट एउटा प्लट गर्नुपर्ने छ। टेम्परेचर र सेल्स को एउटा एक्स र वाई लाई हैन लिएर हामीले प्लट गर्नुपर्ने छ, एक्स कम्पोनेन्ट वाई कम्पोनेन्ट लिएर। त्यो भन्दाखेरि के बुझ्नुपर्छ भन्दा हामीले कोरिलेसन भनेको के हो, व्हाट मिन्स कोरिलेसन। यो नामबाटै थाहा हुन्छ रिलेसन। कोरिलेसनले दुईटा भेरिएबलको रिलेसन दिन्छ। त्यो कसरी एकअर्कामा कुन तरिकाले रिलेसन छ, डाइरेक्टली रिलेसन भइरहेछ कि इन्भर्सली रिलेसन भइरहेछ कि अथवा उनीहरुमा कुनै रिलेसन छैन भन्ने कुरा चाहिँ कोरिलेसनले दिन्छ। यदि डाइरेक्ट रिलेसन छ भने, डाइरेक्ट तरिकाले रिलेसन गर्छ त्यसलाई पोजिटिभ कोरिलेसन भन्छ, इन्भर्स रिलेसन छ भने त्यसलाई नेगेटिभ कोरिलेसन भन्छ। यदि दुई बीच कुनै पनि रिलेसन छैन त्यसलाई नो कोरिलेसन भन्छ। बिफोर दैट यसलाई अझै सहज तरिकाले बुझौं। जस्तै यो क्वेसनमा भेरिएबल भनेको के हो, टेम्परेचर र सेल्स हो। टेम्परेचर र सेल्स भयो। टेम्परेचर हामीलाई 15 डिग्री सेल्सियस दिएको छ, सेल्स 32,000, त्यो प्लट गर्नुपर्ने हो। र यो भनेको टेम्परेचर हो है, यो टेम्परेचर। हामीले अप्समा म्याथ हुँदै पनि पढेका छौं, म्याथ पनि पढेका छौं। यो साइड भनेको एक्स कम्पोनेन्ट हुन्छ, यो माथिको वाई कम्पोनेन्ट्स। एन्ड द सेल्स आर इन वाई कम्पोनेन्ट्स एन्ड द टेम्परेचर आर इन एक्स कम्पोनेन्ट। सो लेट्स प्लट द गिवन भ्यालु अफ टेम्परेचर। टेम्परेचर 15 डिग्री भनेपछि 12 र 16 को समथिङ यहाँ हुन्छ ल, 15 डिग्री सेल्सियस। एन्ड द सेल्स इज 32,000। यस, सेल्स कति थाउजन्ड छ, 32,000। यो जाँदाखेरि हाम्रो कहाँ हुन्छ, प्लटिङ लगभग यहाँ हुन्छ। हाम्रो डिजायर्ड प्लट चाहिँ यहाँ भयो, हेरौँ है त। अब पोजिटिभ कोरिलेसन भनेको जस्तै टेम्परेचर बढ्दाखेरि सेल्स पनि बढ्नु, टेम्परेचर बढ्दा सेल्स पनि बढिरहेछ भने त्यसलाई पोजिटिभ कोरिलेसन भनिन्छ। टेम्परेचर बढ्दाखेरि सेल्स घटिरहेछ, उल्टो क्या। जस्ट अब टेम्परेचर हेर्नुस् है, 0 छ या 10 छ। 10 डिग्री सेल्सियस हुँदाखेरि सेल्स अराउन्ड 34,000 अप छ, 35,000 छ। 12 डिग्री सेल्सियस टेम्परेचर बढिरहेछ, टेम्परेचर बढ्दा सेल्स घटिरहेछ, सेल्स घटिरहेछ अराउन्ड 33,000। एन्ड अगेन टेम्परेचर 16 डिग्री हुँदाखेरि सेल्स अराउन्ड 31,000। हामीलाई दिएको छ क्वेसनमा 15 डिग्री सेल्सियस र सेल्स दिएको छ 32,000 भनेपछि अन इन्क्रिजिङ द टेम्परेचर सेल्स के भइरहेछ, घटिरहेछ। टेम्परेचर बढे अनुसार सेल्स घटिरहेछ। द्याट्स वाइ यो चाहिँ के हो त, नेगेटिभ कोरिलेसन हुन्छ है त। यदि यो तरिकाले गएको भए, जस्तै 10 डिग्री सेल्सियस हुँदाखेरि 29,000, 12 डिग्री हुँदाखेरि 30,000 अनि 16 डिग्री सेल्सियस हुँदाखेरि 33,000। जस्तै यो तरिकाले गइरहेछ। जस्तै टेम्परेचर बढ्दाखेरि सेल्स पनि बढिरहेछ। फ्रम बटम लेफ्ट कर्नर टु टप राइट, बटम लेफ्ट भने त यो बटम लेफ्ट र टप राइट कर्नरमा यसरी जान्छ भने चाहिँ यो चाहिँ के हुन्छ त, यसलाई भन्छ पोजिटिभ कोरिलेसन। यदि टप लेफ्ट कर्नरदेखि बटम राइट कर्नरमा यो तरिकाले जान्छ भने चाहिँ यसलाई भन्छ नेगेटिभ कोरिलेसन। र पोइन्टहरु स्क्याटर भइरहेछ, पोइन्टहरु कस्तो भइरहेछ, स्क्याटर भइरहेछ। पोइन्टहरु स्क्याटर हुँदा कस्तो हुन्छ भन्दाखेरि चाहिँ पोइन्टहरु यस्तो स्क्याटर भइरहेछ, यो कुनै रिलेसन देखाइरहेछ नि, यस्तो स्क्याटर भइरहेछ भने यो तरिकाले स्क्याटर भनेको छरिरहेछ भने हैन, यस्तोलाई चाहिँ भन्छ नो कोरिलेसन। द्याट इज ओके, दिस मच फर टुडे। थ्यांक यू भेरी मच।